म चाहिँ आज यो मधेस इन अमेरिका डिएमबी च्याप्टरद्वारा आयोजित ह्याप्पी होली भनौँ होइन होली चाहिँ यहाँ ह्याप्पी यहाँ होलीको होइन होली भइरहेको छ यहाँ यो सेन्ट ली पार्कमा भनौँ यो राजधानी मन्दिर अगाडि यो अर्को कलर हो हजुर अनि यसो गर्नु न दुई शब्द भनिदिनु न यो ह्याप्पी होलीको बारेमा आज के भइरहेको छ यहाँ होइन नमस्कार म चाहिँ प्रमोद गुप्ता म सेल्फ कमिट आज हाम्रो डिएमबी च्याप्टरले अर्गनाइज गरेको ह्याप्पी होली यो हामी प्रत्येक वर्ष मनाउन गइरहेछौँ आज पनि हामी मनाइरहेछौँ हाम्रो धेरै साथीहरू साथी अनि यहाँको लोकल अर्गनाइजेसनहरू पनि आएर पार्टिसिपेट गर्न आएको छ होली भनेको एउटा सद्भाव हामीहरूको बिच प्रेम भाव हो वर्ष भएको जे पनि टेन्सन स्ट्रगल हेरेकहरू हटाएर आज मनोरञ्जन गर्ने हामीले र कलरफुल मनोरञ्जन गर्ने त्यसमा सद्भाव डाइभर्सिटी हाम्रो एप्रोच हुन्छ सबैसँग हामी मिलेर खेल्ने आजसँग मनोरञ्जन गर्ने आज केही गर्ने होइन नहेरे केही सोच्नु हुँदैन इन्जोय गर्ने खाने हो रङ्गवली खेल्ने हो कलरफुलसँग सबैसँग मिलेर इन्जोय गर्ने थ्याङ्क यू हस् धेरै धेरै धन्यवाद तपाईँलाई दुई शब्द भनिदिनु त यो आजको होलीमा मेरो नाम नवीन कुमार हो म डिएमबी को होली कोअर्डिनेटर र आज हामी सबैजना कम्युनिटी मेम्बरहरू आज हामी होली खेल्न आएको छौँ र यसलाई फगुवाले पनि चिनिन्छ हामीले सबै सरसङ्घका र अरू संस्थाहरू पनि आउनु भएको छ र हामी साना यी बनाइरहेको छौँ पुवा बनाएको छौँ होलीको सबैभन्दा राम्रो खाना हाम्रो यहाँ पुवा मासु हो र होलीलाई एउटा प्रेम सद्भाव र मेलमिलाप कम्युनिटीलाई झनै स्ट्रङ गर्ने एउटा यो हामी पर्व मनाउँछौँ र आज सबैजना आइरहेको छ हेर्नुहुन्छ बच्चाहरू पनि रमाइलो गरिरहेछ मैले देखिरहेको छु तपाईँहरू जहाँ भए पनि नजिकै हुनुहुन्छ भने कृपया गरेर आउनुहोस् हामीसँग होली खेल्नुहोस् हामी मधेसी एसोसिएसन इन अमेरिकाको यो अर्गनाइज गरेको हो यो कति बजीसम्म चल्छ एड्रेस पनि एकपल्ट भन्छु 12 बजे हाराहारी सुरु गरेको र यो लगभग यो 5-6 बजीसम्म हामी यहाँ चलाउँछौँ सबैजना साथीभाइहरूलाई लास्टसम्म पनि रङ लगाएर खेलेर र खाना खाएर सबैलाई हामी रिक्वेस्ट गर्छ आउनुहोस् यो चाहिँ तपाईँको राजधानी मन्दिरको राइट ह्यान्ड साइडमा पर्छ एउटा ठुलो पार्क छ र धेरै नजिक छ र तपाईँले हामी देख्न सक्नुहुन्छ हामी रङमा हाम्रो एउटा ग्रुप मात्रै छ कतिजना चाहिँ 50-60 जना छ र अझै मान्छेहरू पनि आइरहनु भएको छ त्यही भएर तपाईँहरूलाई रिक्वेस्ट गर्दैछु तपाईँहरू नजिकै हुनुहुन्छ भने कृपया आउनुहोस् हामीसँग होली खेल्नुहोस् धन्यवाद हस् थ्याङ्क यू ह्याप्पी होली ल विजय दिदी पनि आउनुभयो होइन दुई शब्द भनिदिनु इमेप्लिजको लागि के भइरहेको छ होइन यो होलीको बारेमा दुई शब्द यहाँ हाम्रो तराईवासीहरूले होली गर्न लाउनु भएको छ माको तर्फबाट इट्स ब्युटिफुल वेदर इज सो नाइस अनि अन्जु किचन बरुला फ्यामिली हामी सबै आछौँ इट्स सच ए गुड भेरी नाइस our celebration. Thank you so much. हजुर धेरै धेरै धन्यवाद तपाईँलाई धेरै धेरै धन्यवाद र हामीले बच्चाहरू एउटा कुली यता सानो यसै गरी हुन्छ हाम्रो विशाल काकीजी होइन पूर्व होइन यहाँ नारायण च्याप्टरको भर्जिनाको अध्यक्ष हुन्छ दुई शब्द भनिदिनु त यो यहाँको होलीको बारेमा होलीको शुभकामना हामी रङ
रङहरूको पर्व होली हामी सबैजनाको एउटा युनिटी टुगेदरनेस सबैजना इच्छा हुने एउटा मौका हो। सौहार्द परिवेशमा मनाउँ र यो सँगसँगै हाम्रो ल्याबमा पनि आज होलीको कार्यक्रम त्यहाँ जाँदै हुन्छ तपाईँ? त्यहाँ जाँदैछु यो सकेर एउटा काम छ। थ्याङ्क यू भेरी मच। Happy Holi Lala. Happy Holi Lala. Tunggu baca saya. Bye bye bye. गणेशजी नमस्कार। के केही 2 शब्द भनिदिनुहुन्छ होलीको बारेमा? हजुर हस् थ्याङ्क यू। पासवर्ड यहाँ साइडमा मोहन सर त्यहाँनिर ऊ विशालजी यता आउनु यता आउनु न यता तपाईँ मैले लिनु आयो आयो सेल्फी माथि सेल्फी उता विशाल सरी Happy Holi! Yes. तपाईँ सबैको फोटो पोस्ट गर्नुहुन्छ तपाईँ हुनुहुन्न म खाएँ ए तिमीलाई बोल्यौ 2 शब्द भनिदेऊ त आजको यो होलीमा के भइरहेछ यहाँ हैन कति बेरसम्म चल्छ कतिखेरसम्म पाहुनाहरू आउँदै हुनुहुन्छ
नमस्ते सबैजनालाई यहाँ माघको होली हुँदैछ मधेसी एसोसिएसन इन अमेरिकाले अर्गनाइज गरेको सबैजना प्लिज आउनु होला अझै गेस्टहरू आउँदै नै हुनुहुन्छ र सबैलाई एकदम हृदयदेखि निमन्त्रण छ कि प्लिज आज न्याकको पनि होली छ र यहाँ पनि होली छ भने कृपया यहाँ पनि आइदिनु होला सबैजना त्यहाँ पनि गइदिनु होला सबैजना यहाँका मान्छे त्यहाँ पनि जाऊँ र त्यहाँका मान्छे यहाँ पनि आऊँ मिलेर संस्था अगाडि बढाऊँ धन्यवाद हस् थ्याङ्क यू Naughty. पानी